दर्शकबिन यतिखेर रामले शक्तिका भरौटेहरूलाई चाहिँ एकाएक आफ्नो कब्जामा पारेर चाहिँ उनीहरूलाई सिद्ध्याउने प्रयास गरिरहेका छन्। उनले यतिखेर रामका गाउँलाई तहस नहस पार्न आएको शक्तिलाई चाहिँ आफ्नो छुट्टै एउटा किसिमको जालमा पारेर चाहिँ अहिले शक्तिलाई नै त्यहाँबाट बखाउन चाहिँ प्रयास गरिरहेका छन्। उनी सफल चाहिँ होलान् या नहोलान्, तर चाहिँ उनले अहिले भट्टाभट्टी यो काम चाहिँ गरिरहेका छन् कि उनका भरौटेहरूलाई चाहिँ अब त्यहाँबाट सखाप पारेर उनलाई नै लखट्ने चाहिँ योजना चाहिँ सफल पार्न चाहिँ अगाडि बढिरहेका छन्। हजुरहरूलाई रामको यो कदम कस्तो लाग्छ कृपया कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ। अब यतिखेर भने रामले चाहिँ सम्पूर्ण दुर्गा आमा र शक्तिको कब्जाबाट बिकीसँग बिहे हुन लागे कि मुनालाई फिर्ता लगिसकेपछि अनि दुर्गा आमालाई पनि यतिखेर चाहिँ कसले अपहरण गर्यो भन्ने कुरा यकिन नहुँदा पनि यो रामले नै गरेका हो भनेर सबैले भनिरहेको अवस्थामा दुर्गा आमा पनि गाउँमा बेपत्ता थिइन्। अनि जुन मरेका भन्ने रामका गाउँलेहरू थिए ती गाउँलेहरू कोही मरेका थिएनन्, सबै जीवितै थिए। त्यही कुराहरू चाहिँ अहिले छर्लङ्ग देखिँदै आइरहेको छ। उनीहरूले शङ्का चाहिँ पाइरहेका छन्, तर त्यो शङ्कालाई चाहिँ रामले शङ्का उत्पन्न हुनै दिएका छैनन्। त्यो भन्नेहरूलाई चाहिँ यो चाहिँ आत्मा हो, यो आत्माले चाहिँ यस्तो गरेको हो भनेर चाहिँ सबैलाई चाहिँ उनले आफ्ना दिदीहरूलाई चाहिँ भनिरहेका छन्। उनले चाहिँ एउटा खाल्डो खनेर त्यहाँ चाहिँ ती 90जना मान्छेहरू मरेका हुन् भनेर उनले फोटो चाहिँ यहाँ थुनेको। अब तिमीहरूले यो खनेर निकाल्यौ, तिमीहरूलाई चाहिँ भूतले सताउने छ भनेर भनिरहेका छन्। अनि त्यही अनुरूप चाहिँ उनीहरूलाई भूतको जस्तो चाहिँ एउटा बनाइएको छ। यता राम भने आफ्नो लक्ष्यमा पुग्न आँटिसकेका छन्। उता अब रामका चाहिँ सम्पूर्ण साथीहरू अथवा गाउँलेहरू भनौँ शक्तिको जुन अड्डा छ त्यो अड्डामै गएर चाहिँ उनीहरू आफ्नो भूतको रूप लिएर गएर चाहिँ त्यहाँ शक्तिलाई बेहोस बनाएर अनि त्यो रूप देखिसकेपछि शक्ति आफै बेहोस भएको छ। बेहोस बनाएर बिकीलाई उठाएर लगेका छन् र बिकीलाई लगेर एउटा घना जङ्गलमा लगेर आधी शरीर टाउको मात्र देखाएर शरीर पुरेर चाहिँ उनलाई वरिपरिबाट आगो लगाइएको छ। अब आउने भाग झन् भयङ्कर राम्रो चाहिँ हुनेवाला छ, हेर्न चाहिँ एकदम रोचक हुनेवाला छ। अब बिक्कीलाई के होला अनि त्यहाँ अब शक्ति चाहिँ होइन उठेर जाला कि के गर्ला, बिक्की त्यहाँ जल्ला या नजल्ला, अब वरिपरिबाट आगो छोडिदिएको छ बिचमा पुरेर के होला, यी सम्पूर्ण कुराहरू चाहिँ अब आउने भागमा हामीले हेर्न पाउनेछौँ। हजुरहरू मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने जोडिँदै चाहिँ अगाडि बढ्न सक्नेछौँ, हामी सब्सक्राइब गर्दै जोडिन सक्नुहुनेछ।